सन् 2017 को त्यो समय सम्झिनुहोस् जब अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू निहाल्न लाग्थ्यो कि अब जुनसुकै बेला तेस्रो विश्वयुद्ध सुरु हुन सक्छ। एकातिर संसारकै सबैभन्दा शक्तिशाली लोकतान्त्रिक र सैन्य शक्ति महादेश अमेरिका र अर्कोतिर आफ्नै नियममा चल्ने परमाणु हतियारले सुसज्जित उत्तर कोरियाका कडा शासक किम जोङ उन। यी दुई देशका शीर्ष नेताहरूबीच चलेको वाकयुद्ध र व्यक्तिगत गालीगलौजले विश्वकै सुरक्षा व्यवस्थालाई एउटा गम्भीर मोडमा पुर्याएको थियो। राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही हुँदैन भने चाहिँ सन् 2018 मा एउटा यस्तो अप्रत्याशित घटना भयो जसले राजनीतिज्ञ र विश्लेषकहरूलाई समेत असम्ममा पारिदियो। हिजोसम्म एकअर्कालाई सिधै सिद्ध्याउने धम्की दिने डोनाल्ड ट्रम्प र किम जोङ उन सिङ्गापुरको एउटा होटलमा आम्ने सामने भएर हाँस्दै हात मिलाइरहेका थिए। यो घटना आधुनिक इतिहासकै सबैभन्दा ठुलो टर्निङ पोइन्ट मध्ये एक थियो। त्यसैले इतिहासका वास्तविक तथ्यहरूमा आधारित रहेर एउटा गहिरो र तार्किक विश्लेषण गर्दा धेरै प्रश्नहरू अगाडि आउँछन्। मुख्य प्रश्न यो हो, यदि डोनाल्ड ट्रम्प र किम जोङ उन फेरि आम्ने सामने भएर ट्रम्पले किमलाई सिधा धम्की दिए भने के होला? किमले अमेरिकालाई यसअघि कस्ता कस्ता गम्भीर धम्कीहरू दिएका छन् र यो धम्कीको रणनीतिको पछाडि वास्तवमा कुन देशको के स्वार्थ लुकेको छ? यस भिडियोलाई अन्त्यसम्म हेरेर यसको भित्री रहस्यलाई विस्तृत रूपमा बुझौँ। यो पुरा घटनाक्रमलाई सही तरिकाले बुझ्नका लागि हामीले इतिहासको पाना पल्टाउनु पर्ने हुन्छ। अमेरिका र उत्तर कोरिया बीचको यो दुश्मनी आजको होइन, सन् 1950 देखि 1953 सम्म चलेको कोरियाली युद्धको समयदेखि नै यी दुई देशबीच शीत युद्धकालीन तनाव कायम छ। उत्तर कोरियाले सधैँ अमेरिकालाई आफ्नो अस्तित्वको लागि सबैभन्दा ठुलो खतराको रूपमा हेर्दै आएको छ। यही कारणले गर्दा उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो देशको अर्थतन्त्र कमजोर हुँदाहुँदै पनि परमाणु हतियार र मिसाइल प्रविधिको विकासलाई आफ्नो पहिलो प्राथमिकता बनाए। अन्तर्राष्ट्रिय राजनीतिमा यसलाई परमाणु त्रासको रणनीति भनिन्छ। किम जोङ उनको सोच एकदम स्पष्ट छ। यदि उनीसँग परमाणु हतियार भएन भने अमेरिका वा अन्य कुनै पनि शक्तिशाली देशले उनको सत्ता र देशलाई लिबिया वा इराक जस्तै ध्वस्त बनाइदिन सक्छन्। त्यसैले आफ्नो रक्षाका लागि उनले लगातार अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइलहरूको परीक्षण गरे र दाबी गरे कि उत्तर कोरियाको मिसाइल क्षमता झन्डै 13,000 किलोमिटर टाढासम्म छ, जसले अमेरिकाको मुख्य भूमिलाई समेत सजिलै निशाना बनाउन सक्छ। तर सन् 2017 मा अमेरिकाको कमान्ड डोनाल्ड ट्रम्पको हातमा आयो। ट्रम्प परम्परागत कूटनीतिज्ञ जस्ता थिएनन्। उनी आफ्नो अप्रत्याशित निर्णय र आक्रामक शैलीका लागि चिनिन्थे। जब किम जोङ उनले ट्रम्पलाई मानसिक रूपमा विक्षिप्त र ग्याङस्टर जस्ता शब्द प्रयोग गरे, तब ट्रम्पले संयुक्त राष्ट्र सङ्घको मञ्चबाटै उत्तर कोरियालाई पूर्ण रूपमा नष्ट गरिदिने चेतावनी दिए। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, किमले बुझुन् कि मेरो टेबलमा भएको परमाणु बटन उनको भन्दा धेरै ठुलो शक्तिशाली छ र यसले काम पनि गर्छ। यो इतिहासकै यस्तो विरलै क्षण थियो जहाँ दुईवटा परमाणु शक्ति सम्पन्न देशका नेताहरू यसरी सडकको ग्याङ जस्तो वाकयुद्धमा उत्रिएका थिए। अब आउँ आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा। यदि यी दुई देशका नेता फेरि कुनै बैठकमा आम्ने सामने बस्छन् र डोनाल्ड ट्रम्पले किम जोङ उनलाई सिधै धम्की दिन्छन् भने त्यसको परिमाण के हुन सक्छ? कूटनीतिक र सैन्य दृष्टिकोणबाट विश्लेषण गर्दा यसका तीनवटा स्पष्ट परिदृश्यहरू बाहिर आउँछन्। पहिलो परिदृश्य, उत्तर कोरियाभित्र किम जोङ उनलाई एक सर्वशक्तिमान र अकाट्य नेताको रूपमा पुजिन्छ। त्यहाँको सरकारी सञ्चार माध्यम र प्रोपोगन्डा मेसिनहरूले उनलाई कहिल्यै कसैको अगाडि नझुक्ने महानायकको रूपमा प्रस्तुत गर्दछ। यदि कुनै प्रत्यक्ष वार्ताको क्रममा ट्रम्पले किमलाई सिधा धम्की दिए वा उनको अपमान गरे भने किम जोङ उनले त्यो टेबलमा एक सेकेन्ड पनि बिताउने छैनन्। उनी तत्कालै वार्ता रद्द गरेर बाहिरिनेछन्। उत्तर कोरियाका लागि आफ्नो देशको र व्यक्तिगत प्रतिष्ठा कुनै पनि कूटनीतिक सम्झौता वा आर्थिक सहायता भन्दा धेरै माथि हुन्छ। र अब दोस्रो परिदृश्य, सैन्य विशेषज्ञ र अन्तर्राष्ट्रिय एजेन्सीहरूको प्रतिवेदन अनुसार उत्तर कोरियाले हालैको समयमा प्रतिवर्ष 10 देखि 20 वटासम्म नयाँ परमाणु हतियार बनाउन सक्ने क्षमता विकास गरिसकेको छ। यदि अमेरिकाबाट फेरि कडा धम्की आयो भने किम जोङ उनले रक्षात्मक रणनीति अपनाउँदै आफ्नो मिसाइल र परमाणु परीक्षणको गतिलाई दोब्बर बनाइदिनेछन्। उनले विश्वलाई देखाउनका लागि फेरि नयाँ प्रतिबन्धहरूको प्रवाह नगरी लगातार मिसाइलहरू प्रहार गरेर तनावलाई चरम सीमामा पुर्याउनेछन्।
अब कुरा गरौँ तेस्रो परिदृश्यको। किम जोङ उनले हालैका वर्षहरूमा आफ्ना सैनिकहरूलाई सम्बोधन गर्दै आवश्यक परेको खण्डमा अमेरिका र दक्षिण कोरियालाई पूर्ण रूपमा तबाह गर्न आफ्नो सेना युद्धका लागि सधैँ तयार रहनुपर्ने स्पष्ट निर्देशन दिएका छन्। यस्तो परिस्थितिमा ट्रम्पको सिधा धम्कीले उत्तर कोरियालाई ब्याकफुटमा ल्याउनुको चाटो झन बढी आक्रामक बनाउन सक्छ। यसले गर्दा दक्षिण कोरिया र जापान जस्ता अमेरिकी सहयोगी राष्ट्रहरू पनि सिधै खतराको घेरामा पर्नेछन् र सानो असमझदारले पनि ठूलो सैन्य टकरावको रूप लिन सक्छ। यो विषयको अर्को एउटा निकै रोचक पाटो पनि छ जसलाई हामीले नजरअन्दाज गर्न मिल्दैन। डोनाल्ड ट्रम्पको धम्की दिने शैली वास्तवमा युद्ध सुरु गर्नका लागि नभएर वार्ताको टेबलमा आफ्नो पल्ला भारी बनाउने एउटा विशेष रणनीति मात्रै पनि हुन सक्छ। यसै अन्तर्राष्ट्रिय राजनीतिमा नेगोसिएसन ट्रिक भनिन्छ। सन् 2017 मा ट्रम्पले उत्तर कोरियालाई श्रम धम्की दिएका थिए, तर त्यसको केही महिनापछि नै उनी आफै किमलाई भेट्न तयार भए। ट्रम्प इतिहासकै पहिलो यस्ता बहालवाला अमेरिकी राष्ट्रपति बने जसले उत्तर कोरियाको धरतीमा पाइला टेकेर अमेरिकासँगको कडा सीमारेखा पार गरे। यसको पछाडि आजको बदलिदो भूराजनीतिक समीकरणले पनि ठूलो भूमिका खेल्छ। आजको उत्तर कोरिया सन् 2017 को तुलनामा धेरै बलियो स्थितिमा छ, किनभने हालका वर्षहरूमा उसको सम्बन्ध रुस र चीनसँग निकै प्रगाढ बनेको छ। उत्तर कोरियाले रुसलाई सैन्य सामग्रीहरू सहयोग गरिरहेको छ, जसका कारण उसलाई रुस जस्तो महाशक्तिको सिधा समर्थन प्राप्त छ। अर्कोतर्फ डोनाल्ड ट्रम्प सधैँ आफूलाई संसारकै सबैभन्दा उत्कृष्ट डिल मेकर अर्थात् सम्झौता गराउन सक्ने नेताको रूपमा प्रस्तुत गर्न रुचाउँछन्। उनी विश्वलाई यो देखाउन चाहन्छन् कि जुन समस्या अमेरिकाका अन्य कुनै पनि राष्ट्रपति वा बाइडेन प्रशासनले सुल्झाउन सकेन, त्यो समस्या उनी आफैले किम जोङ उनसँग सिधा संवाद गरेर सुल्झाउन सक्छन्। त्यसैले ट्रम्पले बाहिर जतिसुकै कडा धम्की दिए पनि भित्री रूपमा उनी एउटा ठूलो सम्झौता गरेर इतिहासमा आफ्नो नाम दर्ता गराउन चाहन्छन्। यो पूरा विषयलाई संक्षेपमा बुझ्नु पर्दा डोनाल्ड ट्रम्प र किम जोङ उन बीचको यो पुरानो टकराव वास्तवमा धम्की र कूटनीतिको एउटा निकै ठूलो रणनीतिक राजनीतिक खेल हो। ट्रम्पको आक्रामक बोली किमलाई डराउनका लागि मात्र नभएर विश्वभरका संसार माध्यमहरूको ध्यान आफूतिर खिच्न र वार्ताको टेबलमा आफ्नो अडानलाई बलियो बनाउनका लागि चलिएको एउटा सन्तुलित कदम हो। वास्तविकता के हो भने दुवै पक्षलाई राम्ररी थाहा छ कि परमाणु युद्धको परिमाण कति भयानक हुन्छ र यो कसैको पनि हितमा छैन। त्यसैले यदि ट्रम्पले किमलाई आम्ने सामने भएर धम्की नै दिइहाले पनि त्यो सिधै युद्धको घोषणा नभएर अर्को एउटा नयाँ सम्झौता वा वार्ताको वातावरण सिर्जना गर्ने दाउपेच मात्र हुनेछ। यो एउटा यस्तो शेष खेल हो जहाँ दुवै खेलाडी चतुर छन् र दुवैले आफ्नो सीमा राम्ररी थाहा छ। तपाईलाई के लाग्छ कि यी दुई नेताको यो अनौठो टकराव र कूटनीतिले विश्वमा कहिले दीर्घकालीन शान्ति ल्याउन सक्ला वा यसले तनाव मात्रै बढाइरहनेछ? आफ्नो महत्त्वपूर्ण विचार तल कमेन्ट बक्समा जरुर लेख्नुहोला। यदि तपाईलाई यो गहिरो र तथ्यमा आधारित विश्लेषण मन पर्यो भने यस भिडियोलाई लाइक गर्नुहोला र अन्तर्राष्ट्रिय राजनीतिका यस्तै रोचक भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।